नमस्कार, म हरिचरण तिताल रोएम नेपाल परियोजना कार्यालय धादिङको जिल्ला परियोजना संयोजकको रूपमा कार्यरत छु र खास यो आज चाहिँ हामी रोएम नेपाल र नीलकण्ठ नगरपालिका धादिङको सहकार्यमा हामीले नीलकण्ठ नगरपालिका वडा नम्बर 5 मा 65 दिनको ढाका बुनाई तालिम सञ्चालन गरेका थियौँ र त्यो तालिम पश्चात चाहिँ हामीले तालिममा सहभागी हुनुभएको 22 जना सदस्यहरूको सहभागितामा मनोकामना ढाका उद्योग भनेर सुरु गर्यौँ र त्यो उद्योगमा सहभागी हुनुभएको सबै सदस्यहरूलाई चाहिँ आज हामी यो उद्यमी घरमा भ्रमणको लागि ल्याएका छौँ र यो भ्रमण गराउनुको मुख्य उद्देश्य भनेको चाहिँ हामीले उत्पादन गर्ने ढाकाको बजारको अवस्था के छ र ढाकालाई उत्पादन गर्न चाहिने आवश्यक सामग्रीहरू र हामीले उत्पादन गरेका ढाकाहरूको चाहिँ बजारीकरणमा सहज होस् र उद्यमी घरसँगको एउटा सम्बन्ध जुन सम्बन्धले चाहिँ हामीले उत्पादन गर्ने सामग्रीहरू पनि उद्यमी घरबाट हामीले लिन सकौँ र हामीले उत्पादन गरेका ढाकाका विभिन्न सामग्रीहरू पनि उद्यमी घर मार्फत हामीले बजारीकरणमा चाहिँ सहज होस् भन्ने हिसाबले हाम्रो सम्बन्ध विस्तारको लागि पनि र पहिलो चरणमा एक हिसाबले परिचय पनि गर्ने, चिन्जान पनि गर्ने र ढाका सँगसँगै अन्य हामीले प्रवर्धन गर्ने उद्यमबाट उत्पादित वस्तुहरूलाई चाहिँ उद्यमी घर मार्फत बजारसँग जोड्नको लागि चाहिँ आज हामी यहाँ भ्रमणमा छौँ र यो छलफल एकदमै प्रभावकारी भएको छ र आगामी दिनमा पनि उद्यमी घरले जुन हिसाबले हामीलाई यो सहयोग गर्नुभएको छ आगामी दिनमा पनि यही हिसाबको सहयोग र सहकार्यको चाहिँ हामी अपेक्षा राख्छौँ। हस्, धन्यवाद।